हेलो गाइस, वेलकम टु माई न्यू भ्लग। गाइस, आज चाहिँ हामी फर्स्ट टाइम धराहरा गइरहेछौँ है। काठमाडौँमा बसेर पनि हैन, हामी चाहिँ फर्स्ट टाइम धराहरा घुम्नको लागि गइरहेछ है। त्यही भएर अमेजिङ के अमेजिङ कस्तो त्यो लागिरहेछ कि अमेजिङ एकदम रमाइलो लागिरहेछ हैन। यहाँबाट 10 मिनटको बाटो मात्रै छ कि गाडी। फेरि पनि हामी चाहिँ भर्खरै गइरहेछ कति ढिला है गाइस। ल फेरि त्यहीँ गएर भेटौँ है त। हामी चाहिँ तरकारी बजारबाट हिँड्दै हिँड्दै जान लागिरहेछ। हेलो, हामी चाहिँ धराहराको अगाडि आइपुग्यौँ है। हिँडेर आइरहेछौँ। धराहरा हाम्रो अगाडि छ, सामने हाम्रो सामने धराहरा छ 22 तलाको। हाई, आज चाहिँ होइन ईदको बिदा थियो के, ईदको बिदा थियो। अनि बिदामा चाहिँ धराहरा बन्द हुँदैन होला भनेको, बिदामा नि बन्द हुने रहेछ कि। अब हामी धराहरा नाम चढेर सङ्ग्रहालयतिर गइरहेको छु है। हिँड्दै हिँड्दैछौँ काठमाडौँ मलको अगाडिबाट हिँडिरहेको छु। बुवा हुनुहुन्छ, कृष्ण छ, काठमाडौँ मलको अगाडि हिँडिरहेको छौँ हामी चाहिँ होइन। नारायण हिट्टी सङ्ग्रहालय जानु भनेको निस्केको, अनि त्यहाँ पनि बन्द छ अरे कि। अब के गर्ने भन्दाखेरि चाहिँ रत्न पार्कभित्र गएर अनि घुम्ने भन्ने कुरो भयो। रत्न पार्कमा जानलाई चाहिँ हामी रङ साइडमा थियौँ कि, त्यहाँ उतापट्टि जानलाई चाहिँ यहाँबाट चाहिँ अन्डरग्राउन्डको त्यो रहेछ कि। एकचोटि हतलाई देखाउँछ है त। ग्राउन्डको यो भर्याङ हो कि, अनि अन्डरग्राउन्ड रोड चाहिँ माथि छ, त्यो चाहिँ अन्डरग्राउन्डको। हेर्नु है, त्यहाँभित्र पनि यस्तो पसल रहेछ कि। मलाई त थाहा नै थिएन, मलाई त अचम्म लाग्यो भने। आइसकालाई थाहा थियो, अनि यहाँ होइन पनि अब यहाँ मासतिर जाने होइन, सानोहरू थिएन नि त। अब फर्स्ट टाइम म यहाँ हिँडेको, यत्रो वर्ष भयो यहाँ काठमाडौँ बसेको, यहाँ अन्डरग्राउन्ड छ भनेर थाहा थिएन। यतापट्टि आइपुगिहाल्दो रहेछ त। ल हामी चाहिँ त्यो है त देखाइदिन्छु। त्यहाँबाट छिरेको है तल, त्यसपछि यहाँबाट आएँ। आमा, फर्स्ट टाइम यस्तो देखेको के, मलाई त अचम्म लाग्यो। काठमाडौँ बसेको 15 वर्ष भयो। हे भगवान्, अब हामी रत्न पार्क घुमेर घर जान्छौँ। 2तिर फेल भयो, थाहा नै थिएन आज बन्द हुन्छ भनेर। ल भित्र गएपछि भेट्ने त। रत्न पार्कको भित्र आइपुग्यौँ है। टिकट फोटो होइन हौ, फोटोको त्यो पखाल फोटो। ल गाइस, यस्तो राम्रो। अस्ति हामी आउँदा यस्तो फुल फुलेको थिएन नि, अहिले कस्तो राम्रो हेर त। सबै फुल फुलेको छ। अस्ति यस्तो थिएन। अस्ति भने निकै नै अगाडि होला के हुन्छ ल। हेर्नु कति राम्रो छ। यो रानी ऐश्वर्य राय रे, रत्न राज्य लक्ष्मी हो रे है। मेरो बुवाले भन्नुभएको चाहिँ यो चाहिँ रानीको नाममा यो रत्न पार्क खोलेको हो रे भन्नुहुन्छ है बुवाले। मलाई चाहिँ खासै थाहा छैन, हजुरहरू पनि हेर्नुहोस्। ल हेर्नु, यहाँ यस्तो राम्रो बनाएछ अहिले। पहिला यस्तो राम्रो चाहिँ थिएन। आउन त हामी पहिला पनि आएको थियौँ, यति राम्रो चाहिँ थिएन। अहिले चाहिँ एकदम राम्रो छ। ल जो यहाँ रत्न पार्क घुम्न आउनु पाउनु भएको छैन, उहाँले चाहिँ हेर्दा हुन्छ है। एकदमै राम्रोसँग मैले भिडियो बनाइरहेको छु है। यता बसौँ है, यता जाऊँ। उता नजानी, त्यो बच्चाहरूले खेल्ने ठाउँ मात्रै हो उता। यिनीहरूले अस्ति गरेको, तिमी गर्ने भएछ। त्यहाँ नि बस्ने ठाउँ छ। अस्ति भर्खरै फुलेको थिएन कि, अहिले कस्तो मजाले फुल फुल्यो। पखन आइसक्यो। ल त्यो पनि भिडियो बनाउँदैछ, फोटो खिच्दैछ। पखन चाहिँ अब 2 ठाउँमा रद्द भएर लास्टमा हामी रत्न पार्कमा आएको छौँ होइन। अनि हामी चाहिँ धराहरामा चढ्ने भनेर होइन, टिकटक बनाउने भनेर ड्राफ्टमा काठमाडौँको नाउँ तले धराहरा भन्ने पनि ड्राफ्टमा राखेर आएको थियौँ कि। लास्टमा त
मोए मोए भन्दै भन न। भित्र आएर बसिरहेछौँ होइन। अनि हाम्रो चाहिँ अर्को साथी पनि आउँदैछ कि, साथी भनौँ कि दिदी दिदीको छोराछोरी अनि आउँदैछ, छोरीको छोरा नाति आउँदैछ। अनि हामी पर्खेर बसिरहेछौँ कि त्यतिकै कति शीतल छ कि यहाँ त, यस्तो हावा यस्तो चिसो हावा लागिरहेछ कि कस्तो रुख हल्लिरहेछ हेर्नु न यताबाट देख्नुभयो। हाम्रो मेरो इन्तजारको घडी खत्तम भयो। यहाँ मेरो छोरीहरू आइरहेछ, दिदी छोरा, उनीहरूको लागि हामी पर्खेर बसिरहेको थियौँ। ल हेर्नु गाइस, मेरो भ्लगमा हेलो भन। हेलो साइन, हेलो 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 रिजना, हेलो ए डेनिस, हेलो ए सानो मान्छे कता दौडेको आमामा। दिया, हेलो दिया, यो हो मेरो दिदी हो है। दिया दिया हाई। स्प्राइट खान लागिरहेको छु। कफीको कपमा स्प्राइट छ है हाम्रो। के खाएको दिया, के खाएको? स्प्राइट मिठो छ। कहाँ आएको तिमी? कहाँ आएको? ल यहाँ चिप्लेटी खेलिरहेछ है बच्चाहरू। अनि ठुलो मान्छे पनि खेलिरहेछ चिप्लेटी। आमा काखमा राखेर अर्को एउटाले हात समात, अर्कोपट्टि हात समात। हुन्छ हुन्छ लाउ, डरा छैन। आयो 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 ल्यान्ड भयो ल्यान्ड भयो। त्यहाँ अब अर्को मान्छे आइरहेछ। आऊ मजा। पछि पिङ्कको टर्न, पिङ्क खेलिरहेछ सानो मान्छे। यहाँ चाहिँ ठुलो मान्छे खेल्न मिल्दैन। ल हेर्नु पिङ खेलेर चिप्लेटी खेलेर अब हामी बस्ने ठाउँमा जाँदैछौँ। खाजा चाहिँ के खाने हो, बाहिर खाने भनेर आएको। पार्कभित्र छिरेपछि बाहिर जान मिल्दैन। के गर्ने हो, समस्या पो परिरहेछ त यहाँ अब हामीलाई त के गर्ने होला गाइज। हामीले खानेकुरा दिएर हेर्नु न, यो गिलिहेरीले पनि खाइरहेछ कस्तो मजाले आनन्दले। हामीले पनि त्यही खाइरहेछौँ। ल हेर्नु स्प्राइट बिस्किट खाएर भ्यायौँ। ऊ चाहिँ मेरो सबभन्दा ठुलो दिदीको छोरी हो है। अनि त्यसपछि साइली दिदीको छोरी, माइली दिदीको छोरी, यो चाहिँ दाईको छोरी। अनि यहाँ चाहिँ बुवा हुनुहुन्छ। यो चाहिँ मेरो काइली दिदी हो। यो चाहिँ काइली दिदीको छोरी दिया रानी। हेलो खाइरहेछ, खाइकोले हेरिरहेछ, यिनीहरूले हेरिरहेछ। त्यहाँ बसेको ठाउँबाट अब पुरा राउन्ड लगाउनको लागि हिँडिरहेछौँ है। पुरै राउन्ड बिस्तारै बिस्तारै हिँड्दै हिँड्दै गफ गर्दै 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 रत्न पार्क घुमेर घर जाने प्लान छ गाइज। टक फोटो सब सुट भएर अब हामी निस्किरहेछौँ है। निस्किरहेको चाहिँ छैन, त्यो ठाउँबाट चाहिँ निस्किरहेछौँ। अब अर्को ठाउँमा जाँदैछौँ है। वाउ आइहाल्नुहुन्छ नि, देख्नुहुन्छ नि, आउनुहुन्छ। आज बिदाको दिन भएर होला धेरै छ यहाँ मान्छेहरू है।
हेर यिनीहरू यहाँ आएर पनि यही खेलिरहेछ होइन, जहाँ गए पनि यत्तिकै हो यिनीहरू त होइन त। आमा ल यहाँ चाहिँ हामीलाई बस्न पुग्यो, खाजासाजा खायो है। खाजासाजा चाहिँ के खानु, केही लिएर आएको थिइनँ अलिअलि। अब हामी निक्लिन लागेको यहाँबाट है गाइस। ल हेर्नु, बाई बाई। एकदम राम्रो छ, आउनु होला एक्सप्लोर गर्न, बच्चाहरूको लागि, बुढोहरूको लागि, जवानहरूको लागि पनि, सबैको लागि ठिक छ। कोही पढ्नलाई आउँछन्, कोही रमाइलो गर्नलाई, कोही घुम्नलाई, कोही ड्राई पिकनिक जस्तो पनि हुन्छ होइन, जस्तो पनि गर्न मिल्छ होइन। खानेकुराहरू लिएर आएर खान पनि मिल्छ। अनि तर पहिलाभन्दा चाहिँ एकदमै राम्रो भएको छ कि अहिले यो रत्न पार्क चाहिँ। पहिला भने म धेरै पहिला आएको थिएँ, यस्तो थिएन। धेरै टाइम पछि भएर होला मलाई चाहिँ धेरै डिफ्रेन्स लाग्यो है, धेरै प्रगति भएको छ रत्न पार्कको चाहिँ। सायद बालेनले होला, बालेन सिटी भएपछि होला है। भयो होइन ल यो चाहिँ गेटको है, कसै हामी आउँदा चाहिँ फुल थिएन है। अहिले यस्तो राम्रो फुल फुलेको छ कि, फुलै राम्रो, फुलै राम्रो। रत्न पार्कभित्रको फुल नै राम्रो। ल अब हामी निस्किरहेको छु यहाँबाट। दिस इज गेट। ल हामी निस्केँ अब यहाँबाट। आजको दिन रमाइलो भयो। अब के भन्ने, एकतिर घुम्न भनेर आएको, अर्कोतिर घुमेर आइरहेछौँ, त्यो पनि रमाइलो भयो। अब के गर्ने होइन। ल बाई बाई। ल हो ल उसको पनि भ्लग छ अरे है गाइस। खै त अरू के हो, मान्छे त लुकी लुकी हिँड्छ त। पिपुल्स प्लाजा अगाडिको पानीपुरी, भेलपुरी, दहीपुरी, चाट मसलाहरू थियो नि, हो त्यो चाहिँ अहिले यता सरेको छ कि। त्यहीँ खानको लागि आइरहेछौँ है। रत्न पार्क घुमेर यहाँ चाहिँ खाजा खान आएको। मोमो, भेज मोमो।